नमस्कार सबैजनालाई। नमस्कार नमस्कार। के छ कता हो बिहान बिहानै जङ्गल यात्रा जाँदैछौँ। आज जङ्गल भोज कालिज खानी प्रोग्राम छ हाम्रो। प्रोग्राम छ त्यही भएर हामी हिँडेको खै ल कस्तो हुन्छ। हाम्रो अब हतियारहरू बोक्ने मान्छे आइपुगेका छैनन्। छैनन् कतिखेर हो हामी अब त लहट्ने मान्छे आइयो के अरे। हतियार के हो गुलेली? गुलेली गुलेलीले हानिदियो नि त मृगलाई त। ल रमाइलो छ। बाबुले पाँचवटा हाम्रो रामु दाई पनि हुनुहुन्छ। मेन सिकारी चाहिँ यहाँ हो। अन्न घाम लागिराखेको छ। चारैतिर रमाइलो छ। हिँडेकै छ के गर्ने। उकालो बाटो आउँदैछौँ चिन्ता नगर्नुहोस्। बिहानै उकालो हिँड्ने भनेको फाइदा हो नि। साथीभाइहरू झोलासोला बोकेर पुरा तयारीमा हुनुहुन्छ। मरमसला ल्याइयो कि नै? ल ल आउँछ ढल्न पर्यो। ढलाउन नि पर्यो होइन। ल हाम्रो कसले गाना आउनुहोस्। आजको पुरा स्पोन्सर यहाँ नै हो। यहाँले हो ढलाउने प्रोग्राम चाहिँ आज उहाँकै हो। एक केस त बियरै लिएर आउनु भयो अरे कता हो। दुई तिनवटा ढलाउने आज। सके तिनवटा नभए दुईवटा त ढलाउनै पर्छ नि। तिनवटा हो। तिनवटा हो। चलो तिनवटै ढलाउँला कोही बात नै। आज इन्जोय गर्ने। आज थुप्रो अलिकति अरूलाई पनि बोलाउनु पर्ने भयो। बोलाउँदा नि मेहली सरका बाटो भिडियो हेर्न नयाँ नयाँ गीत मैले भरे गर्ने भयो। ल त्यो हेर्नलाई लागि पनि सब्सक्राइब गर्न पर्ने भयो। सबैले गरिदिनु होला। यता गाउँतिरको सिनहरू राम्रो राम्रो राख्नुहुन्छ हो नि। त्यसो गर्दा त्यस्ता हेर्नलाई कार्किन लेख्नु होला। हट भने त्यसलाई उ गर्न पर्ने भयो सबैले। यता गाउँघरको सिन पहाडको सिन नयाँ नौला कुराहरू नयाँ नौला समाचारहरू हेर्नको लागि सब्सक्राइब गर्न नभुल्नु होला। सबैले लाइक कमेन्ट जाओस्। सबैको सेयर पनि जाओस्। एक दुई सर्ट हो नि त। सेयर पनि जाओस् हो नि। किन आफूले हेर्न पाइन्छ। देश विदेशमा बसे पनि यहाँको सिनहरू हेर्न पाइन्छ। त्यसो गर्दाखेरि गर्नु जरुरी छ। सबैले बुझिदिनु होला। अरू त त्यो आज टक्क परविनको विवाहको भतेरको लागि हामी जाँदैछौँ काम गर्न। अब जाने हो। तिनवटा बोका ढलाउने हो ड्याङ कि ड्याङ। अनि मस्त खाने हो। ढलिसके अलि ढिला भयो आउन। ठिकै छ। फेरि पनि गएर गरिन्छ। भिडियोलाई हेर्न नछुटाउनु होला। रमाइला रमाइला दृश्यहरू आउँदैछन् होइन त भेना? बिल्कुल हो नि। सहित अहिले नाचगान पनि हुँदैछ। कति राम्रो सिन छ। सर यो भेडीखाल्टा यो चन्द्रकोट। अब पर्सि जाने ठाउँ यो चन्द्रकोट। यो भेडीखाल्टा उता गयो भने टापोखरा। आजको पुरा क्यामेराम्यान तिमीले नै गर्नुपर्ने भयो है। विवाहमा काट गाउँघरमा कोदो फुलिराखेको छ बारीमा। सन्न रमाइलो छ। कोदो खेती साग खेती अनि यो सिमीको खेती यसरी हुन्छ हाम्रो गाउँमा। विवाह घर पनि आइयो। लाइभ होइन यहाँ त टक्क लाएर ओहो डोली आयो ल।
ल बोका ढलिसकेछन् विवाहको ल कार्यक्रम सुरु हुँदैछ ल दर्शन नमस्कार है नमस्कार 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 ल हाम्रो लेखनाथजी नि आउनुभएछ हेलो हेलो भाइ गुड मर्निङ एभ्रिवान दर्शन ओहो हाम्रो बा हिरा दाइले पानी कति त आएको पानी त एक एक टप हो तीनटा हो नि ल अर्को चावडा नि रोटी छ रेडी छ ल ल ल रमाइलो यो तीनटा ल हाम्रो विनोद भाइ पनि ल आजका मेन कुक भुँडी काम भइरहेछ यो नवीनले ओहो पाहुनाको घरैको त्यो घरै खानी ल है ल यहाँ कुकुरले पनि हुँदैछ भुँडी ल ल ल राम्रो 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 यहाँ फेरि अर्को टोली छन् भुँडी धुनी ल हेर कति राम्रो धारा रहेछ ल सिद्धि हो र गाईमुखे धारो देउता हुन्छन् फेरि दुईटा लामा यहीँ छन् कि देउता भए पो तर्काउलान् अहिले दुईटा लामाले धोको भुँडी खाइने भइयो कसले हो घरको हो क्या हामी चाहिँ भुँडी धुनी कार्यक्रममा यताको आज पिकनिक है रमाइलो छ ल उताततै बिहाको रमझम छ गाउँमा के गर्ने अरे तैँले चाहिँ गर्दैनस् म गा हेर्छु नि हेर्न पऱ्यो नि ल कति के छ के छ नाइका उसमा के छ भनेको युट्युबमा नाम भनेको पठाइदिनु ल लिङ्क ल है ल है ल है ल है ल है खोलामा ल राम्रोसँग ल ल हामी अब भुँडीहरू साफ गरेर घरतिर हिँड्दैछौँ आज ल हजुर हरियाली आउँछ त्यो कुरै नगर न त्यस्तो अरे कप्लोकै होला एक कप बोकाको मासु ल बुढाकै हो कि उठको मासु रागो आयो रागो रागो आयो नयाँ नयाँ कुकुरले बनाउँदैछन् यहाँ मासु बन्दैछ